कोनिचिवा, हामी लेसन 4 को ग्रामरहरू सिकिरहेका छौँ। योभन्दा अगाडिको पार्टमा मैले बार अथवा योबीको बारेमा तपाईहरुलाई भन्यो भने यो पार्टमा चाहिँ जिखान अथवा समयको बारेमा भन्छु। हामीले यो लेसन 4 को ग्रामरमा अघि पनि भनिसके मैले समयको बारेमा सोध्दाखेरि समयको बारेमा भन्न जान्नुपर्छ। मैले यहाँ लेखिदिएको छु सर र तपाईहरुले मिनिङमा पनि पढ्नुभयो होला। इची जिखान भनेको 1 घण्टा, ली जिखान भनेको 2 घण्टा, सान जिखान भनेको 3 घण्टा, यो जिखान भनेको 4 घण्टा, गो जिखान भनेको 5 घण्टा, रोकु जिखान भनेको 6 घण्टा, सिचु जिखान भनेको 7 घण्टा, हाची जिखान भनेको 8 घण्टा, कु जिखान भनेको 9 घण्टा, जिउ जिखान भनेको 10 घण्टा, इची जिउ जिखान भनेको 11 घण्टा र नि जिउ जिखान भनेको 12 घण्टा। यो चाहिँ 12 घण्टा भन्दाखेरि यसरी भन्ने। ली भनेको बजे, फुन अथवा पुन भनेको मिनेट भयो, हान भनेको आधा। यो चाहिँ समयमा युज हुने शब्दहरू भयो। जस्तै एउटा इम्पोर्टेन्ट ग्रामर यसमा नान्जी भनेको कति बजे। तपाईहरुले कसैलाई पनि समय सोध्दाखेरि इमा नान्जी देस्का भनेर सोध्न सक्नुहुन्छ। जस्तै यसको व्याख्या गर्दाखेरि चाहिँ यसको अर्थ कति बजे भन्ने हुन्छ। यो समय सोध्दा प्रयोग गरिन्छ। नान्जीलाई चाहिँ जहिले पनि समय सोध्दा प्रयोग गरिन्छ। यसको अर्थ कति बज्यो भन्ने चाहिँ हुन्छ है। रेही बनाएको छु, इमा नान्जी देस्का, इमा नान्जी देस्का भन्दा अहिले कति बज्यो भनेर सोध्दाखेरि इमा गोजी देश, इमा गोजी देश भनेको अहिले 5 बज्यो। कसैलाई पनि समय भन्नुपर्दा र समय सोध्दाखेरि यो ग्रामरहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ, याद गर्नु होला।